यो छरे टोखा हुँदै काठमाडौँ जाने बाटो ल हेर्नुहोस् यो बीचमा होटल छ। हामी यो होटलमा अहिले चिया खानलाई अथवा रेस्ट खाजा खानलाई बसिरहेछौँ। त्रिशुली विदुर नगरपालिका 5 बाट यो बाटो करिब 30 किलोमिटरमा यहाँ आइपुगेको छ। अब पोखा पुग्नलाई करिब 15 किलोमिटर बाँकी छ। यो एउटा होटल हो जसमा चिया पानी खानलाई थुप्रै मान्छेहरू बसेका छन्। हामी पनि यसमा चिया पानी खानलाई बस्दैछौँ। यो शिवपुरी गाउँपालिकामा पर्दछ। वाइट सुन्दर छ। भिडियो मन परेमा शेयर लाइक गर्नुहोस्। धन्यवाद।